12-13 घण्टासम्म लाइन जाँदा पनि वाइफाई नरोकिने खालको है। तपाईँको लाइन गएको बेलामा पनि वाइफाईले मजाले पावर ब्याकअप दिने खालको यो पावर ब्याकअपहरू हामीसँग 3वटा मोडलमा आइसकेको छ है त। एउटा नेपाली ब्रान्डको छ, एउटा चाहिँ इन्डियन ब्रान्डको छ भने अर्को चाहिँ चाइनिज ब्रान्डको रहेको छ। हामीसँग चाहिँ 3वटै मोडल एभाइलेबल छ। यो चाहिँ रहेको छ शक्ति ब्रान्डको इन्डियन मोडल है, इन्डियन ब्रान्ड हो यो चाहिँ शक्ति ब्रान्डको। यसबाट चाहिँ तपाईँले सेकेन्डरी राउटरहरूलाई र सिङ्गल ब्यान्ड राउटरहरूलाई 14-15 घण्टासम्म पनि लाइन जाँदा युज गर्न सक्नुहुन्छ भने डबल ब्यान्ड राउटरको लागि चाहिँ 8-9 घण्टाको मजाले ब्याकअप दिन्छ। हामीले आफूले पनि यही नै युज गरिरहेको छौँ भने अर्को रहेको छ यो चाहिँ नेपाली ब्रान्डको 2-3 घण्टा ब्याकअप दिने खालको छ है। 2-3 घण्टासम्म लाइन गयो भने पनि तपाईँको वाइफाई कन्टिन्यू चलिरहन्छ। निकाल्ने जोड्ने गर्नु पनि पर्दैन। यसलाई डाइरेक्ट लाइनमा जोडिदिएर लाइनमा जोडिदिने र यसलाई राउटरमा लगेर जोडिदिइसकेपछि लाइन जाँदा अटोमेटिक यो एक्टिभ हुन्छ भने लाइन आएको बेलामा अटोमेटिक चार्ज हुन्छ। यो चाहिँ चाइनिजवाला रहेको छ। यसको चाहिँ प्राइस अलिकति हाई छ भने यसको चाहिँ मात्र 1779 रहेको छ। अहिलेको हाम्रो ओपनिङ अफरमा यसको चाहिँ मात्र 1779 रहेको छ भने यसको चाहिँ 879 मात्रै रहेको छ। यो चाहिँ नेपाली ब्रान्ड हो। यसमा चाहिँ तपाईँहरूले यिनीहरू सबैमा चाहिँ यहाँ राउटरको पावर ब्याक जुन पावर केबल छ त्यसलाई ल्याएर यसमा जोड्नुपर्ने हुन्छ भने यसको पावर केबललाई यसमा चाहिँ यो केबल तपाईँले यसमै पाउनुहुन्छ, सेटमा पाउनुहुन्छ। यो केबललाई लिएर राउटरमा जोडिदिइसकेपछि लाइन आएको बेलामा अटोमेटिक चार्ज हुन्छ, लाइन गएको बेलामा अटोमेटिक यसबाट पावर दिने हुन्छ। चाहे पनि सम्पर्क गर्नु होला। अल ओभर नेपाल डेलिभरी हुन्छ। पसलमा आएर मजाले सामान चलाएर चेक गरेर लिएर जाने सुविधा छ है हाम्रो सबै सामानको लागि है।